दाइले भनेको कुरा सही डम्पलिङ छैन मोमो ओ म त्यही कुरा फ्लाइट छुट्छ अरू टेन्सन होइन फ्लाइट छुट्छ उबर हो क्या भाइ प्यासेन्जर भएको त म उबर हो भन्दिनँ अटोमा धेरै राम्रो लाग्यो म फेरि पनि आउने छु अटोमा भाइ भएपछि त अब के प्रब्लमै भएन नि त अब खाना बस्नु के छ र वास्तवमा के अरे दाइ बस्नुभयो यहाँ कति भयो अरे 3 वर्ष 3-4 वर्ष 4 वर्ष बस्नुभयो दाइ दादा धेरै कुरा थाहा छ अटो भएको दादा धेरै कुरा अब टोरन्टोको अटो भएको क्यानाडाकै बारेमा धेरै कुरा थाहा छ दाइलाई अनि जिन्दगी नै यहीँ बस्यो मलाई चाहिँ दाइले चाहिँ सुरुमा आउँदाखेरि चाहिँ मलाई धेरै कुरा सिकाउनु भएको थियो दाइले मलाई सिकाउनु भएको थियो अब दाइले मेरो बाबालाई पनि सिकाउनु भएको थियो मलाई पनि सिकाउनु भयो बाबालाई पो सिकाउनु त अनि त्यसपछि अब मेरो अब छोराछोरीलाई त अब त्यो पुराना गरौँ त्यसको बारेमा ठिकै छ ठिक छ दाइ ठिक छ अहिले एकछिनपछि भेटौँ अहिले चाहिँ क्यामेरामा हान्दैन न